हेलो साथीहरू, हजुरहरूलाई नमस्कार। मेरो नयाँ भिडियोमा आज फागुनको 21 गते भोट हाल्ने दिन बिहान सुबह 6 बजेको माहौल यस्तो छ, सुनसान। भोट टाढा टाढा भोट हाल्न जाने मान्छेहरू हिँड्दै हुनुहुन्छ। हाम्रो त यही नजिकै छ, त्यसैले हामीले हतार भएन। हामीहरूको यही घर नजिकै भएको हुनाले अनि मैले अब बिहान उठेर घरहरू सफा गर्दैछु, घरको काम गर्दैछु। अनि हामी खानासाना खाएर भोट हाल्न जाने भनेर हामीले अब हतार नगरेर बिस्तारै गर्दैछौँ। मैले सबै घरहरू सफा गरेँ, खानाहरू बनाइसकेर हामी खाएर लगभग भ्याउँदाखेरि 11:30 बजेको थियो। हामी 11:30 बजे अब भोट हाल्न जाँदैछौँ। बुढोले यहाँ तल आएर मलाई पर्खिनु भएको थियो। अनि हाम्रो घरमा केटाकेटी भएको हुनाले हामीले यत्तिकै च्यानल तानेर हिँडेको छौँ। पहिला भोट हाल्न जाँदा हामी पालो गरेर जान्थ्यौँ भने अहिले एकैचोटि गएको छौँ बुढाबुढी। यो मेरो भोटिङ कार्ड हो। बुढाबुढीले केमा भोट हाल्ने हो त भन्दै हुनुहुन्छ। मैले त हाल्ने हो भोट भनेर गएको छौँ बुढाबुढी सल्लाह गरेर। अनि बाहिरको माहौल यस्तो छ, सुनसान छ रोडहरू। हामी भोटको नजिक आइपुगेको छौँ। अब यहाँबाट थोरै भित्र जानुपर्छ भोटिङ गर्न, भोट हाल्न स्कुलमा। अनि यहाँबाट हेरेको त धेरै भिड रहेछ। अनि हामी बिस्तारै अगाडि बढ्दैछौँ। महिला र पुरुषको छुट्टा छुट्टै लाइन रहेछ। अनि आफ्नो आफ्नो लाइनमा बुढाबुढी हामी लाग्यौँ। लाइनमा लागेर म अब लाइनको नजिक भित्र छिर्ने गेटमा आइपुगेको छु। अनि पालो अनुसार 10-10 भित्र पठाउनु भएको छ। म भित्र पुगिसकेँ। अनि भित्र मोबाइल लग्न पाएन र स्कुलको सरहरूले नै राख्न दिएको छु। अब म भोट हालेर बाहिर निस्किसकेँ। मेरो बुढोको टाइम लाग्यो, मलाई छिटो भयो। मैले पर्खिन खोजेँ, उहाँलाई टाइम लाग्दो रहेछ। त्यो गर्मीमा कति बस्नु भनेर म भोट हालेर निस्किहालेँ। अनि आर्मीहरू बेला बेलामा राउन्ड गरिरहेका छन्। तर हाम्रो ठाउँमा चाहिँ सुरक्षित भोट भयो। अनि उहाँ दिदी र म फेरि दिदीलाई लिएर म साँझ दिदी इतराम पुरानो ठाउँमा हामी भोट हाल्न जाँदैछौँ। अनि यस्तो छ माहौल, यहाँ पनि राम्रो छ, शान्तपूर्ण भएको छ। अनि हामी भोट हालेर बाहिर निस्किनु भयो। अब हामी घर फर्किँदैछौँ। नमस्कार। आइसक्नुभयो, हामी घर फर्किँदैछौँ। हस्त नमस्कार। हेरिदिनु होला सबैले हाम्रो भिडियो।